हेलो गाइज, सन्चै हुनुहुन्छ? म चाहिँ आज होइन टक्कसँगले बिहानको मर्निङ पखमा यो तल देखिएको तलतिर यहाँनिर खोला छ एउटा, यहाँनिर खोलाको बाटो हुँदै हुँदै चाहिँ यहाँनिर खोला देखिन्छ। यहाँनिर खोला छ, यो खोला तल देखिएको सानो खोलाको बाटो हुँदै हुँदै मर्निङ वाकमा निस्किएको थिएँ। अनि त्यहाँबाट के भयो भने पानी पर्ला पर्ला जस्तो चाहिँ भइरहेको बिहानदेखि। तर अहिले अब 10:30 11 बज्न आँटिसक्यो होइन, पानी चाहिँ परिहालेको छैन। टक्कसँग यतापट्टि फुलै फुल विभिन्न जातका यो गुलाबहरू देख्न सक्नुहुन्छ। यहाँनिर यो गुलाब भयो होइन, यतापट्टि सेतो खालको गुलाब पनि छ, यहाँ रातो खालको पनि छ, पिङ्क खालको पनि छ टक्कसँग होइन। बिहान हिँड्नुको आनन्द चाहिँ यही हो, शीतल शान्त अनि टक्कसँग चराचुरुङ्गीको आवाज। त्यति भएपछि के चाहियो होइन। तपाईँहरूले पनि दैनिक हिँडेर अलिअलि शरीरबाट पसिना निकाल्ने गर्नुभयो भने स्वास्थ्यको लागि एकदमै राम्रो हो, एकदम फाइदाजनक हो। अब त्यहाँनिर पसलहरू छ होइन, स्टोरहरू। अहिले एकछिनपछि जानुपर्ने छ, त्यहाँ चाहिँ अहिले पस्दिनँ किनभने अहिले चाहिँ अब कति बजिसक्यो, 10:30 10:38 भएछ जापानको टाइम होइन। नेपालमा चाहिँ 7-8 9 7:15 जस्तो भयो बिहानको। अनि अब बिहान टक्क मन तातो पानी पिएर निस्केको होइन। अब गएर चाहिँ टक्कसँग कफी, टक्क ब्ल्याक कफी अनि त्यहाँबाट ब्रेड पाउरोटी खानुपर्ने छ होइन। यस्तै छ। अनि त्यहाँबाट चाहिँ अब आज फुर्सद छुट्टी नै भएको कारणले चाहिँ कता कता जाने हो, के गर्ने हो, टक्कसँग पसलहरू के किनमेल सकिएका कुराहरू लिनलाई होइन जानुपर्ने छ। अब गएर टक्कसँग फ्रेस भएर कफी पाउरोटी खानुपर्ने छ होइन। त्यहाँबाट बिस्तारी खाना अनि दिउँसोको टक्कसँग टुरमा कता जाने, घुम्न कता जाने, किनमेलमा कता जाने भनेर सोच्नुपर्ने छ। गलियो लगभग 1 घन्टा जस्तो मर्निङ वाक हिँडेपछि टक्कसँग अलिअलि पसिना आउने गल्ने भएर मैले यो मेरो विन्ड सिटरको चेन पनि खोलिसकेको छु। तपाईँहरू पनि जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, जसरी हुनुहुन्छ रमाएर बस्नु होला, खुसी हुनु होला। त्यही नै हो स्वास्थ्य रहनको लागि आवश्यक कुराहरू। अनि स्वास्थ्य व्यस्त अनि त्यहाँबाट मस्त रहनु होला। यस्तै छ आफ्नो दिनचर्या एकदम उत्कृष्ट तरिकाले बिताउनु होला भन्दै म चाहिँ अब व्यस्त आफ्नो दैनिकमा व्यस्त हुनुतिर लाग्यो है त। धन्यवाद, गुड बाई सबैजनालाई, राम्रोसँग बस्नु होला।